नमस्ते, म मेघराज कणेल, ओपल ट्रेडिङ एन्ड मल्टी सर्भिसेस प्रणालीको सञ्चालक र म विगत लामो समयदेखि नेपालमा विशेषतः चितवन नवलपुर क्षेत्रमा ओपल पेस्ट कन्ट्रोलको सेवा दिइरहेको छु र यहाँ अधिकांश हाम्रा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई यो पेस्ट कन्ट्रोलको बारेमा त्यति जानकार भए जस्तो चाहिँ मलाई लाग्दैन। म लामो समय अस्ट्रेलियाको बसाइपछि नेपालमा छु र म अस्ट्रेलियाको बसाइको क्रममा म यो पेस्ट कन्ट्रोलसँग सम्बन्धित रहेर पनि काम गरेँ र त्यहाँको अनुभव पनि मैले जम्मा पारेँ र त्यही अनुभवलाई आज यो नेपालमा कसरी पेस्ट कन्ट्रोल गर्न सकिन्छ र वास्तविक यसको गर्ने प्रोसिड्युरहरू के हुन् र के पेस्टिसाइडहरू युज हुन्छन् त र गर्ने टेक्नोलोजी कसरी हो, के हो त भन्ने कुरा चाहिँ मैले अस्ट्रेलियन अनुभवबाट, त्यो सिकाइबाट मैले हाम्रो यो ओपल पेस्ट कन्ट्रोल एन्ड क्लिनिङ ले यहाँहरूलाई सेवा दिँदै आइरहेको छ। यहाँहरूले पनि अस्ट्रेलियन प्रविधिबाट आफ्नो घरमा भएका पेस्ट भनेको किरा, पेस्टलाई निर्मूल तथा नियन्त्रण गर्न चाहनुहुन्छ भने ओपल पेस्ट कन्ट्रोल एन्ड क्लिनिङलाई सम्झन सक्नुहुन्छ र हामीले दिने सेवा इको फ्रेन्डली हुन्छ। यसमा प्रयोग हुने पेस्टिसाइडहरू र सेवा पनि त्यो अस्ट्रेलियन टेक्नोलोजी अनुसारको हुन्छ, किनभने म आफै यहीँ छु र नेपाल सरकारबाट पनि मान्यता प्राप्त र म लाइसेन्स होल्डर पनि हो। सरकारबाट मैले लाइसेन्स पनि लिएको छु र यहाँहरूले ढुक्क भएर हामीबाट पेस्ट कन्ट्रोलको सेवा लिन सक्नुहुन्छ। यहाँहरूलाई मैले निवेदन गर्न चाहन्छु। यहाँ कतै कतै पेस्ट कन्ट्रोलहरू गरेको पनि पाउँछु मैले, तर त्यो टेक्नोलोजी अलिकति फरक छ। त्यो टर्माइटको धमिराको इन्जेक्ट गर्ने कुरा हामी जुन मेसिनबाट इन्जेक्ट गर्छौँ भने यहाँ चाहिँ कतै अब जगहरूले हालेर गरेको पनि देखिएको छ। अब त्यो अन्ततगत त्यसले चाहिँ सही रिजल्ट चाहिँ दिँदैन। हामी चाहिँ एउटा छुट्टै मोडर्न टेक्नोलोजी अनुसार चाहिँ अगाडि बढेका छौँ। यहाँहरूलाई थप केही विषयमा जान्न मन लाग्यो यो विषयमा भने हामीलाई सम्पर्क गर्न पनि सक्नुहुन्छ। धन्यवाद।